यहाँको लगन हिल हजुरको शुभ नाम? मेरो भौतलाल। मनिष मलाई जित्छु जस्तै लाग्छ। र तिमीहरू दुईटा को जित्यो? उठ्यो। कति वर्ष होइस् त? म 11। त कति वर्ष होइस्? म 12। अनि को जित्यो? ओए 12 ए 10 लाएर 9 मा पुग्छु अब 10 लाएर 9 लेग साइड बसेपछि त अनि पहिला त भैँसीले त इङ्ग्लिस बोल्छ भन्थ्यो हैन रे? यस प्रेसिडेन्ट क्वाइस यस पंचीको त मोमो खाएकै बालेन्सा जिन्दाबाद, बालेन्साको जय होस्, मेरो भए होस् नभए नहोस्। बिग सैल्यूट टू यू, मेनी कंग्रेचुलेसन। एला फर्केर हाई गर्नु त हाई गरिदिनु कस्तो आयो हैन के बोल्न आउला रे ल ठीक छ शुभ नाम म त त्यहाँ बिर हस्पिटल गएर आएको। शुभ नाम म त त्यहाँ बिर हस्पिटल गएर आएको। अनि यहाँबाट निस्केर निस्कै हेरे के देखेर। नमस्ते। नमस्ते। हजुरको नाम? मेरो नाम प्रियङ्का पौडेल। मास्कुला मिल्छ। प्रियङ्का जी, हजुर कहाँबाट आउनु भएको? म चाहिँ स्विडेनबाट आएको हो। स्विडेनबाट? हजुर। कहिले आउनु भएको? अस्ति भर्खर 4-5 दिन भयो होला। समझ रहे हो? किनकि मैले खबर सुन्नु पाएँ पल साजी चाहिँ निस्किँदै हुनुहुन्छ भनेर। पल साजी निस्किँदै हुनुहुन्छ भन्ने थाहा पाइसकेपछि तपाईँ विदेशदेखि आउनु भएको हो? हजुर। ल भनेपछि तपाईँ त निकै नै डाई हार्ड फ्यान हुनुहुँदो रहेछ। हजुर। क्यों बे ओभर एक्टिङ करता साला? ओभर एक्टिङ की औलाद। एउटा चाहिँ हैन बच्चा जन्मायो अरे तर उसको नाम के राख्ने भनेर कन्फ्युज भयो अरे क्या। अनि भगवानलाई पुकारे अरे ओ मम गरेर पुरा मन्दिरमा गएर प्रभु उपस्थित भयो अरे क्या। अनि के भयो बालक तिमीले भन्दा हजुर मेरो बच्चा जन्मेको छ हजुर नाम के राख्ने कन्फ्युज भएर हजुरलाई सम्झेको भनेर। तँलाई म श्राप दिन्छु मेरो पार्वतीसँग कस्तो डेटिङ चलेको थियो तँले मलाई डिस्टर्ब गर्ने। तेरो बच्चाले फर्स्टचोटि बोली फुट्दाखेरि जसको 2 जनाको नाम लिन्छ त्यो मरिजाओस् भनेर श्राप दियो अरे। तनाव भएर घर आयो अरे। अब उसले त बाबुआमाको नाम लिन्छ सुरुमा होइन। तनाव भएर बच्चा दिनदिनै ठुलो हुँदै हुँदै गएको छ नि। एक दिन आमा भनेर क्या बच्चाले आमा 3 सेन्टी प्लान्ट भयो अरे क्या। बाउ त मरेन अरे पुरा रमाइरहेको अरे म त मरिनँ भनेर। भोलिपल्ट बाबा भनेको र छिमेकी पो मरिरहेको अरे क्या। खत्म। बाय बाय टाटा गुड बाय गया। सीधा कुरा जनतासँग असमान रविलाई यो नेपालबाट बाहिर निकाल्न पर्छ। पर्छन्नलाई मेरा हैंडसम बा किन्देऊ न कार पर्छन्नलाई बाहिर निकाल्न पर्छ। हरामी तँलाई के कुराले खुसी बनाउँछ तपाईले? भात खान पाएसी। कुन पार्टीमा हुनुहुन्छ तपाईँ? हजुर कुन पार्टीमा? अहिले त त्यो के अरे के पार्टीको नामै बिर्सिनु भएको छ म। अति फोरममा हुनुहुन्छ? फोरम भन्ने त पार्टी नै छैन अब। छैन फोरम भन्ने पार्टी छैन। कांग्रेस छ। कांग्रेसै छ। तपाईँ पनि कांग्रेस? एमाले। ल एउटै बाइकमा मलाई कांग्रेस एमाले। मेरो एउटा साथी छ अपुई दाजु लेडिजको छाता ओढेर पाउनु भएछ त। ए बहिनी पानी चाहिँ सेन्स पर्दैछ। अनि बाजेलाई चाहिँ कालो खालको केटी मनपर्छ गोरी खालको केटी मनपर्छ? केटी त उइज हो के सबै उइज हो। गोरी भए पनि काली भए पनि हामीले बोटी बालेर पनि हेर्छ मलाई। बोटी बालेर पनि हेर्छ मलाई। डाइरेको ढुङ्गा पर्यो है गल बेसी हुन्छ अरे त्यति जति काठमाडौँ सहर। हाम्रो मम्मीले हामीलाई हेरिराख्नु भएको छ।
केही भनिदिनुहोस् मेरो न्यू ब्लगमा अहिले भेट्ला काला फुट्ने अहिले भेट्ला काला फुट्ने आफ्नै छ पारा मेरो बेग्लै छ आनी बानी तपाईलाई नि पिट्नु भयो केले पिट्नु भयो पाइपले कस्तो थियो पाइप नेपाल टप पाइप हरियो नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे तपाईहरुलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु मिशनलाई पनि पिट्नु भयो हजुर पाइपले हान्नु भयो हान्नु अनि तपाईलाई भन्दा के रे राजनलाई बढी पिट्या हो कि के म राजनलाई बढी बराबर तपाई र अनि राजनलाई बराबर हो 1 लाख भन्दा बढी घरमा प्रयोग भएको र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ अनि राजनलाई तपाईलाई भन्दा अझै बढी उलाई लागेछ त्यसो टाउका भएर मेरो चाहिँ हात सुन्नित्यो के उसलाई चाहिँ टाउकोमा पनि लाग्यो हो भाइ हजुर त्यही हो हजुर नेपाल टप सब ठीक ठाक It's not far and it's good. So guys, please thank you for watching this video. I say thank you for watching this video. ਹੱਸਦੇ ਚਿਹਰਿਆਂ ਦਾ ਮਤਲਬ ਇਹ ਨਹੀਂ ਹੁੰਦਾ ਕਿ ਉਹਨਾਂ ਨੂੰ ਕੋਈ ਤਕਲੀਫ ਨਹੀਂ ਹੁੰਦੀ ਉਹਦਾ ਮਤਲਬ मलाई रुवाएर त हाँस्छस् हाँस्दैछस् अनि कहाँ तपाईँ चाहिँ किन त्यो झङ्गेको होइन मलाई रुवाएर किन हाँस्दैछ यो हाँसी हाँसी मायाले मेरो मन चोर्याउने एक्कासी अफ्रिकन नाम चाहिँ लोजी हो सर नेपालीहरूले के नाम राखे रे कालो बिरालो राखेको छ अब त्यस्तो माया गरेर राखेको होइन यो तपाईको बाँकी कुरा चाहिँ तपाईको अपोजिसन गर्नु हजुर यो पार्किङमा होटल चलाउने अधिकार कसले दियो घरबेटीले दिए सो मेरो दस्टौके रावण आतंक बर्साउने काभन कमजोर मुटुलाई जाभन गर्जिन्छ र्याप मानसिक हस्पिटल जाने हो अब तपाईहरु दुईजना जाँदै गर्नुस् तपाई चाहिँ जाने कि नजाने नि म यो एउटा चुरोट खाएर